धेरै अघि हामीले हेरेका थियौँ आकाशतर्फ, प्रश्न गरेका थियौँ, हामी कहाँबाट आयौँ, हामी कहाँ जाँदैछौँ। आज तिनी प्रश्नहरूको उत्तर हामीले खोजेका छौँ पृथ्वीभन्दा करोडौँ किलोमिटर टाढा मङ्गल ग्रहको रातो धुलोभित्र। यी गुम्बजहरू त्रिकोणात्मक काँचका टुक्राहरूले बनेका संरचना, जहाँभित्र लुकेका छन् नयाँ जीवन। हरिया रुखहरू, पातहरू हल्लिँदैछन्। धेरैले सोचेका थिए यस्तो दृश्य केवल फिल्ममा देख्न पाइन्छ, तर अब यो वास्तविकता बनेको छ। मानव जातिले मङ्गल ग्रहमा घर बनाएको छ, तर के यो शान्त दृश्यको पछाडि लुकेको छैन कुनै खतरा? मङ्गल ग्रह जहाँ कुनै हावा छैन, पानी छैन, जहाँ एक सानो गल्तीले जीवन र मृत्युको फरक हुन सक्छ। सफा गुम्बजभित्र बाँचिरहेका छन् केही 100 जना वैज्ञानिक, इन्जिनियर र अन्तरिक्ष यात्री। उनीहरूले बनाएका छन् एक स्वचालित जीवन प्रणाली जहाँ हरेक सेकेन्ड गनिएको छ। हावा बनाइन्छ, पानी रिसाइकल गरिन्छ, बालीहरू रोपिन्छन्। सिस्टम बिग्रियो भने परिणाम विनाश। तर मान्छेले हार मान्ने होइन। आज उनीहरू रोबोटसँग मिलेर नयाँ औजारहरू बनाइरहेका छन्, नयाँ अन्वेषण गर्दैछन्, मङ्गलको ढुङ्गामुनि सम्भावित जीवन बिताइरहेका छन्। अनि क्षितिजमा देखिन्छ पृथ्वी, सानो नीलो चम्किलो तारा जस्तो देखिने त्यो धरती। सोध्न मन लाग्छ, यो नयाँ सुरुवात हो कि अन्त्यको सङ्केत? यदि हामी मङ्गलमा बस्न सकिन्छ भने के पृथ्वीमा बाँच्न नसकिने स्थिति आइरहेको छ? साथीहरू, यो केवल विज्ञान होइन, यो चेतावनी हो। हामीले बनाएका हरेक टेक्नोलोजीले समाधान मात्र होइन, नयाँ प्रश्न जन्माउँछ, र ती प्रश्नहरू सधैँ सहज हुँदैनन्।